हेलो गाइज वेलकम टु चिया गफ एपिसोड नम्बर 9 है। हामी धेरै पछि आएको छौँ तपाईँहरूको माझ अनि धेरै कुरा भइरहेछ। अब नेपालमादेखि लिएर संसारमै धेरै कुराहरू भइरहेछ है। तर सबै कुरा चाहिँ कुरा गर्न सकिँदैन। हामी अहिले चाहिँ तातो तातो नेपालको इलेक्सनको बारेमा चाहिँ कुरा गर्छौँ है त सर। हामी अब के भन्छ विशेषज्ञ एक्सपर्ट त होइन, त्यही पनि अब हाम्रो यसो दुई मनमा शब्द लागेको कुरा त्यही दुई शब्द भनिदिउँ भनेर मनमा अलिअलि भडास पनि छ, उम्, भोगिदिउँ भनेर अनि आएको। के छ त अनि फलो गरिरहेको छ तिमीले नेपालको इलेक्सन? गरिरहेछ अरू टाइम भन्दा। जस्तै पहिलाको टाइमहरू भन्दा चाहिँ एकदमै धेरै गरिरहेछ। पहिला मलाई इलेक्सन भनेपछि अलिकति परै राख्नु मलाई यसमा आउनु नै छैन नि, मेरो इन्ट्रेस्टको कुरै होइन। म स्कुलमा पढाउँदाखेरि पनि होइन, मलाई यो जान्नु नै छैन, म त्यो लाइनमा कहिले जाँदिनँ, किन जान्नु भने जस्तो हुन्थ्यो। तर अब विदेश आएर पनि होला अलिकति देशबाट टाढा भएपछि देशको माया धेरै हुँदो रहेछ। भनाइ थियो नि, त्यो एकदम मन पर्यो क्या दाइ। त्यो देश बिग्रियो छोरा फर्केन भन्ने कि छोरा बिग्रियो देश फर्केन भन्ने होला, त्यो भनाइ चाहिँ एकदम मन परेको थियो मलाई चाहिँ। अनि त्यही हो, फलो गरिरहेको छु भनौँ, हेरिरहेको छु, बालेनलाई सपोर्ट गरिरहेको छु जति सक्दो। अब अनलाइनबाट रिसेयर रिपोस्ट के गर्न मिल्छ त्यो चाहिँ मैले आफ्नो साइडबाट चाहिँ गरिरहेको छु। मलाई लाइफमा फर्स्ट टाइम हुन्छ नि त्यो भाषण सुन्न चाहिँ इन्ट्रेस्ट भएको क्या। त्यो कहिले आउँछ बालनको, आज आयो कि आएन भन्ने हुन्छ नि। बिहान चेक गर्नुपर्ने, बिहान उठ्यो टक्क लगाएर आज दियो कि दिएन यसले भनेर यस्तो हेर्नु मन लाग्ने क्या। अब कस्तो कस्तो अर्कै वेमा कनेक्ट हुने क्या है त्यो मान्छेसँग त। के हो यार त्यो मान्छे प्लस त अलि होप होला दाइ, होइन देशको केही हुन्छ कि भन्ने हामीलाई एउटा होप पनि होला। जस्तै अब पहिला जसरी यो प्रचण्डको लागि होप थियो मान्छेहरूको बिचमा, सबैले त्यत्रो 2/3 नै ल्याएर जिताउनु भयो होइन। त्यसरी नै अब हाम्रो युथको लागि एउटा होप होला, किनभने ऊ पनि आफू पनि एउटा युथ नै हो एक लेभलको। सो त्यसले गर्दाखेरि पनि अर्कै लेभलकै एक्साइटमेन्ट छ। यो भोलिको अब चुनावमा के होला भन्ने छ कि। भने इभन त्यो अब नेपालको भिडियोहरू हेर्दाखेरि जस्तै बच्चाहरूले हुन्छ नि उसको नाम थाहा भएको, यो अहिलेसम्म यस्तो भएको छैन नि, अहिलेसम्म भएको छैन क्या। त्यो उनीहरूको त्यो आँखामा देखिन्छ नि अर्कै किसिमको क्या। अब त्यो हिरो भने जस्तो, होप भने जस्तो, छुट्टै भने जस्तो है। के हो कि अलि अचम्मै यहाँ स्पेसलै लाग्छ यार मलाई त्यो मान्छे। के चाहिँ खतरै गर्छ, के चाहिँ भन्दै गर्दा त्यही अब सबैजना त्यसरी नै आउनुभएको। जस्तै केपी ओलीलाई पनि सबैले त्यसरी नै माया गरे हो, प्रचण्डलाई पनि त्यसरी नै माया गरे हो, शेरबहादुर देउवालाई पनि त्यसरी नै माया गरे हो। त्यही भएर मलाई पर्सनल्ली चाहिँ क्वेसन चाहिँ गर्नुपर्छ, जस्तै राम्रो होस् होइन। मान्छे हो पैसा या अरू कुनै पावरमा नबिक्ला भन्ने हुँदैन कोही पनि। त्यही भएर क्वेसन चाहिँ हामी एज अ युवा, एज अ देशको जनता, देशप्रेमी जेसुकै होस्, क्वेसन केही गरिरहेको छ भने किन त भनेर एकचोटि सोध्नु चाहिँ सबैले पर्छ जस्तो लाग्छ मलाई चाहिँ पर्सनली। तर ह्याभिङ सेड द्याट उसले आफ्नो काम गरेको छ। जस्तै काठमाडौँमा त्यति राम्रो कामहरू गरेको छ नि त, छात्रवृत्ति दिएको छ, काठमाडौँलाई सफा बनाएको छ, नामै बालेनको सहर बनाइदिन्छ कि होइन। त्यही भएर अलिकति बढी होप छ अरूसँग भन्दा। जित्न त ढुक्कै हो, जित्न चाहिँ मलाई अब आफ्नो हो त्यो चाहिँ होइन, आफ्नो पर्सनल बिलिफ हो। तर मलाई चाहिँ ढुक्कै जित्छ जस्तो लाग्छ। प्रब्लम के हो भने जस्तै जितेर मात्रै भएन नि त, झापामा जित्ने बित्तिकै प्रेसिडेन्ट हुन्छ भन्ने होइन नि त। त्यसमा अब बहुमत आउनु पर्यो, उसको सरकारको, उसको पार्टीको बहुमत आउनु पर्यो। त्यहाँपछि अनि बहुमत आइदिएन भने फेरि कोसँग गएर मिल्ने त। यसरी बनाएको छ सिस्टम, नेपालको सिस्टम। अब तपाईँले मिलेर खाम भनेर बनाएको खालको सिस्टम छ होइन। अनि त्यही भएर जित्न चाहिँ झापामा चाहिँ सेकी झार्नै पर्छ होइन। केपी ओलीको जस्तै त्यहाँ बाघ भएर बसेको छ नि त, ऊ त कसैले अहिलेसम्म हराउन सकेको छैन भनेर। त्यही भएर झापा 5 प्लिज सबैजना जति पनि झापा 5मा हुनुहुन्छ झार्नै पर्छ एकचोटि चाहिँ होइन, बजाउनै पर्छ टिङ टिङ टिङ। त्यही त एकचोटिको लागि चाहिँ देशको लागि भोट दिनै पर्छ। अब सबै ठाउँबाट जस्तै इन्टरनेट नपुगेको ठाउँ अब विकास भयो, विकास गरेका छौँ भन्नुहुन्छ हाम्रो यत्रो नेताहरूले।
तर इन्टरनेट नपुगेको ठाउँ, बत्ती नपुगेको ठाउँ, बाटो नपुगेको ठाउँ अझै पनि धेरै छ होइन। जस्तै अहिले प्रचण्ड जहाँबाट उठ्दै हुनुहुन्छ उहाँ त्यो ठाउँमा सायद कमै मान्छेले इन्टरनेट युज गर्नुहुन्छ होला। अनि त्यो हुँदाखेरि मान्छेलाई के भइरहेछ त थाहा हुँदैन नि त। पहिला पहिला हामीले इन्फर्मेसनको हाम्रो सोर्स भनेकै यो च्यानलहरू हुन्छ नि, न्युज च्यानल त्यो हुन्थ्यो होइन। च्यानल चाहिँ अलरेडी बिकिसकेको च्यानल, जस्तै तपाईँले जेसुकै गरोस् राम्रो भनिदिइरहेको छ। प्लस अब यसमै अब जोड्दाखेरि जस्तै रुटिन अफ नेपाल बन्दले बालेनको बारेमा नराम्रो भन्दैन। अब मैले रुटिन अफ नेपाल बन्द मात्रै फलो गरेँ भने बालेन मलाई मन नपर्ने कुरै हुँदैन क्या होइन। पहिला पहिला मेरो ड्याडीहरूले भन्नुभएको कुरा यो चाहिँ। अनि तपाईँहरूलाई पहिला यत्रो मैले सोधेको यत्रो गरेछ देख्नु भएन त कहिले भनेर सोधेँ। कसरी थाहा पाउने क्या होइन, कहीँ छैन नि त, सोर्सै छैन। च्यानलले राम्रो मात्रै भनिदिन्छ, यसले यो गर्यो भनेर मात्रै सुनाइदिन्छ। 2-3टा काम गऱ्यो त्यही रिपिटमा भन्दै गर्छ भने त मान्छेलाई थाहै भएन नि भ्रष्टाचार भइरहेछ भनेर त। जब अहिले इन्टरनेट आउन थाल्यो, सबैले मोबाइलमा हेर्न थाल्न पाउनुभयो, त्यहाँपछि मान्छेहरूलाई थाहा हुन थाल्यो, नलेज बढ्दै जान थाल्यो। अनि तर अझै नेपालको कतिवटा ठाउँमा त पुगेको छैन इन्टरनेट। सो भोट चाहिँ बाँडिन सक्छ अझै पनि। जस्तै काङ्ग्रेस भनेर कट्टर काङ्ग्रेस भन्नेहरू हुनुहुन्छ, कट्टर माओवादी भन्ने हुनुहुन्छ, अझै या एमाले भन्ने हुनुहुन्छ। सो भोट चाहिँ जिते पनि बाँडिने चान्सेस छ जस्तो लाग्छ मलाई पर्सनली चाहिँ। त्यो सिधै 2-3 नै ल्याएर जित हुन्छ भन्ने चाहिँ त्यति चाहिँ आश छैन, तर हेरौँ। तपाईँलाई के लाग्छ? सायद जित्न पर्ने हो बालेनले, जित्छ नै होला जस्तो क्रेज छ। अब त्यही त त्यो जित्दैन भन्ने कुरा ठ्याक्कै कहाँनिर थाहा हुन्छ भने त्यो अपोजिसनले के गरिरहेछ भन्ने कुरा थाहा हुन्छ क्या। छटपटिरहेछ कि ऊ होइन, हुन्छ नि के भइरहेछ, किनभने उसलाई त थाहा हुन्छ नि त, ऊ त लागेको मान्छे उसलाई थाहा हुन्छ, उसको त छ नि त त्यहाँ कार्यकर्तादेखि लिएर उसको त अलरेडी त्यहाँ गड हो उसको त होइन। अनि ऊ आत्या छ भने चाहिँ केही भइरहेछ क्या त्यहाँ भन्ने टाइपको क्या। फेरि बालेन फेरि आजसम्म उसले भोट चाहिँ मागेको छैन थाहा छ, याद गऱ्यौ? मलाई काम गर्न दे, मलाई भोट दिने हैन, उसले मलाई काम भोट दे भनेको छैन नि है, यस्तो गर्न चाहन्छ भनेको छ। तर अहिलेसम्म पनि त्यो के छ, खानु हो यहाँ त्यहाँ भन्ने कस्तो त्यो स्ट्राटेजी क्या उसको हो नि। यहाँ त एउटा त्यो के अरे तपाईँले खाजा खाएर आउनुभयो होला नि, यहाँ त हामी बाँड्दैनौँ मासु भात के भन्यो, हामी दिँदैनौँ नि यहाँ। त्यो शैली राम्रो छ, हामीलाई मिल्ने खालको छ। त्यो थियो एउटा धेरै बोलेर काम नगर्ने चाहिन्छ कि बोल्दै नबोलेर काम गर्ने चाहिन्छ भन्नेवाला थियो। हामीलाई चाहिँ काम गर्ने मान्छे चाहिएको छ। जस्तै सरकारी भनेको त, सरकारी कर्मचारी भनेको त पावरको लागि जाने होइन नि त, त्यो ऊ भनेको त देशको लागि काम गर्न जाने हो नि होइन। मान्छे भोट दिएर धनी बन्छु भनेर जाने होइन नि त त्यहाँ त। जस्तै यहाँ विदेशको अरू कुनै पनि ठाउँमा हेर्नु न, सरकारी कर्मचारी भनेको कहिले पनि तपाईँलाई हक देखाउँछ त म सरकारी कर्मचारी हो, म तेरो काम गर्दिनँ भनेर कसैले भन्छ त? नेपालमा त डर क्या दाइ, सरकारी कर्मचारी ओहो यो त सरकारी पिउन है, योसँग त ठुलो कुरो गर्नु हुँदैन, यसले त काम गरिदिँदैन होइन। सरकारी भित्र गएर 12 नम्बरको कोठामा यसले काम गर्दैन भने त हाम्रो त जिन्दगी अड्क्यो नि होइन त। त्यसो छ सरकारी पहर नेपालमा। गाह्रो छ। अब आशा छ, अब आशा चाहिँ अब के भन्ने काममा परिणत होस् होइन। खत्रै यो स्काई स्क्रेपर बना होइन, ठुल्ठुलो के खत्रै डेभलपमेन्ट गर भनेर कसैले चिताएकै छैन क्या। अब त सबैजना पढाइलेखा हुनुहुन्छ, बुझ्ने हुनुहुन्छ नि त कुन डेभलपमेन्टलाई चाहिँ कति टाइम लाग्छ त भनेर। त त्यो कमन सेन्स त्यति कमन सेन्स सबैलाई छ। सो काम गर्दाखेरि चाहिँ अब अलिकति थोरै भए पनि विकास होस्। 5 वर्षमा कति नै गर्न सकिन्छ र होइन एउटा देशले। मान्छेले अब यो आयो पुरै नेपाललाई पल्टाइ नै दिन्छ भनेर चाहिँ सोच्नु भएन। तर 5 वर्षमा के चाहिँ हुन सक्छ, जस्तै बाटो नपुगेर ठाउँ बाटो पुग्न सक्ला, यो भनेको त सर्ट टर्ममा हुने कुरा हो। 1 वर्षमा बाटो त पुर्याउन सकिन्छ होइन। पढाइ मेन भनेको त एडुकेसन हो। मान्छेहरूले बच्चाहरूले पढ्न नपाएको चाङ्गु नारायणकै स्कुलहरूमा म पहिला नेपालमा काम गर्दाखेरि जस्तै हामीले एउटा डिल पाएको थियौँ डिजिटलाइज गर्ने भनेर, चाङ्गु नारायणको नगरपालिकाले डिल दिनुभएको थियो होइन। त उहाँहरू चाहिँ एकदम यो आइसिटी त्यो यो जे होस् डिजिटलाइजेसनमा चाहिँ आइसिटीमा चाहिँ एकदमै फरवर्ड हुनुहुन्छ चाङ्गु नारायण नगरपालिकाहरू चाहिँ। उहाँहरूले हामीलाई डिल दिनुभएको थियो गर्ने भनेर। म यस्तो स्कुलमा पनि पुगेँ जहाँ चाहिँ बच्चाहरूसँग पढ्नलाई एउटा एकदम कमन नेसेसिटीहरू हुन्छ नि त्यो पनि छैन। बत्ती नै छैन त स्कुलमा, बत्ती नै छैन क्या। ल
कसरी पढाउँछ त? हामी स्कुललाई डिजिटलाइज गर्ने भनेर गइरहेछौँ, स्कुलमा बत्ती छैन है। त्यो भने त एकदम बेसिक हो नि त। चाङ्गु नारायण भने त दाइ भ्यालीमै पर्छ नि होइन। भ्यालीको स्कुलहरूमा एकदम त्यस्तो कमन कुरा छैन भनेपछि त एउटा लेख्नलाई व्हाइट बोर्ड ब्ल्याक बोर्ड छैन, बच्चाहरू यसै आइदिएको छन्, बच्चाहरू बसिदिएको छ, घर गइदिएको छ, के त्यो पढाइ नै छैन क्या। 5 कक्षासम्म छ बच्चाहरूको, 5 कक्षामा 1 देखि 5मा लिएर 5 जना विद्यार्थी छ। अनि कसरी यस्तो यस्तो चिजहरूमा चाहिँ अलिकति फोकस गरेर, जस्तै यो त गर्न सकिने कुराहरू हो नि त होइन। भ्यालीको स्कुलमा यस्तो हालत छ भने त भ्याली बाहिर त झन् कस्तो होला त। जस्तै गर्न सकिने ठुलो ठुलो स्कुलमा राम्रो पनि छ, सरकारी स्कुलहरूमा हामीले एकदमै राम्रो पनि देख्यौँ। जस्तै प्राइभेटभन्दा धेरै राम्रो पढाइ हुनेहरू, अनि यो आइसिटीमा एकदमै फरवर्ड हुनेहरू, जस्तै डिजिटलाइज भएर चल्नेहरू। चाङ्गु नारायणकै कुनै स्कुलमा त्यस्तो पनि थियो। तर सबैलाई त्यस्तो खतरै पनि बनाउनु पर्दैन, तर बेसिक कुरा त होस् न एटलिस्ट। अनि डेभलपमेन्ट भने त्यो हो नि त। मान्छेलाई एउटा सानो अनि पढ्ने राम्रो वातावरण र खानालाई 2 छाक जुटाउनलाई मान्छेलाई काम होस् होइन। 2 छाक सरकारले दे भनेको पनि होइन क्या, काम एटलिस्ट मान्छेले काम गरेर त्यति चाहिँ डेभलप गरिदियोस् जो आए पनि भन्ने चाहिँ छ है। 2 दिन बाँकी छ है चुनावलाई, भोलि साढे पर्सि। रमाइलो होला है माहौल त। आर्मीले फर्स्ट टाइम त योपालि त टाइट गरिरहेछ है, योपालि त पैसा समातिरहेछ, यताउति गरिरहेछ एकदम। अनि मैले एउटा देखे पनि थिएँ, रासोपाको पनि समात्यो भने त्यो चाहिँ तपाईँलाई कतिको ट्रुथ लाग्छ, कति फसाएको जस्तो लाग्छ? यस्तो क्या, अब के भन्छ, हरेक उसमा पार्टीमा नराम्रो मान्छे छन्, राम्रो मान्छे पनि छन् होइन। हामी पनि हरेक मान्छेमा राम्रो पक्ष पनि छ, नराम्रो पक्ष पनि छ नि होइन। त्यो कति पर्सेन्ट राम्रो कति पर्सेन्ट नराम्रो भन्ने कुरा त हो नि होइन। कतिजना अब कार्यकर्ताहरूले पनि माग्छन् होला के सर हामीलाई अब 30 दिन जति हामी घुम्यौँ सर के छ त हाम्रो भनेर यसो माग्छन् होला। अब कति चाहिँ अब ल अब त चुनाव हारिन्छ कि क्या हो, पैसा दिनुभन्दा हारिन्छ कि क्या हो भन्ने होला। अब कति फेरि पहिलाको पुरानो पार्टीहरूबाट आछन् नि त, उनीहरूको त अब मोस्टली त्यही त हो होइन, बानी त त्यही हो पहिलाको। अनि त्यो हिसाबले पनि अब गऱ्यो होला, कति चाहिँ अब उनीहरूलाई फसाउन यताउति पनि गऱ्यो होला। यो चुनावमा अनेक थरी हुन्छ क्या, अब आज भोलि पर्सि बिहानसम्म भन्ने चाहिँ अनेक थरी हुन्छ क्या। अब नेपालमा कति कुरा हामीलाई थाहा हुन्छ, कति कुरा थाहा नै हुँदैन। हामीले त बाहिरको बेस देखेर त कुरा गरिरहेको छौँ होइन। तपाईँ र हामी जति कुरा गर्छौँ या जति नर्मल जनताले कुरा गर्छन्, उनीहरूले भने त चुनाव या पोलिटिक्सको बाहिरी फेस देखाएको छौँ कि हामीले। भित्र के हुन्छ त मलाई अब आएर चाहिँ जानु, पहिला चाहिँ मतलब लाग्यो यसै गरोस् भन्ने हुन्थ्यो। अब आएर जानु मन चाहिँ भित्र कसरी चल्छ क्या होइन, कसरी चलाइरहेछन् केही त मतलब हुन्छ नि त होइन। त्यो भित्र त यसै हामीले जस्तो देखाएको उनीहरूले त्यसरी त चलाइरहेछन्, अभियस हो त्यो होइन। जस्तै यो कुर्सी घुमाइ लिने, प्राइम मिनिस्टर घुमाइ लिने त त्यो त यो संजोगको कुरा होइन नि त, त्यो त मिलेर खाइरहेको कुरा हो नि त होइन। त्यही अनि अब चाहिँ अलिकति आएर डिपली के हो त एक्चुअलमा कसरी चल्छ त सिस्टममा, त्यो चाहिँ मलाई एक्चुअली बुझ्न मन छ। त्यसको लागि फेरि आफू त्यही भित्र नछिरेछौँ होइन। म कुनै पार्टीको 2-4 वर्ष झन्डा बोकेर त्यहाँपछि अर्को 2-4 वर्ष एउटा सानो पोस्टको नेता सेता बनिएर पुगिन्छ होला, त्यसको लागि मेरो 8 देखि 10 वर्ष जानु रहेछ नि त। कसरी बुझ्ने त करियर त्यसमा लाउनुपर्छ ब्रो। त्यही त कि त अब हुनु पर्यो, के भन्छ अलिकति क्रिस्टल क्लियर बनाइदिनु पर्यो होइन। आम जनताले पनि थाहा होस् न त सिस्टम कसरी चलिरहेछ होइन। नेपालको सिस्टम चाहिँ यस्तो छ, यसरी चाहिँ इन्कम हुन्छ, त्यो सबै कुरा चाहिँ सबै आम जनताले थाहा भने हामी त्यसरी पार्टीको झन्डा बोकेर हिँडिराख्नु परेन होइन त। त्यही हो, नेपाली जनताले चाहेको त्यही होला क्या। तिमीहरू आफ्नो काम गर, हामीलाई आफ्नो काममा चाहिँ सहज होस् क्या होइन। हामी आफै काम गरेर खाइहाल्छौँ नि। त्यही त, तिमीहरूले हामीलाई रोजगारै दिनुपर्छ भन्ने छैन, दे भयो राम्रो हो। तर जस्तो म कम्पनी दर्ता गर्न जाँदाखेरि चाहिँ मैले 5 दिन लाउनु नपरोस् होइन, 500 रुपियाँ खुवाउनु नपरोस्, घरबाट अनलाइनमा टाङटुङ गरेर होस् होइन। त्यति भएपछि सहिले भइहाल्यो नि, मैले कम्पनी खोलिहाल्छु, मसँग आइडिया भइहाल्छ होइन, गर्छु म, खान्छु आफ्नो तरिकाले। तिमीहरू आफ्नो काम गर्दै गर। पासपोर्ट बनाउनु जाँदा लाइन बस्नु परोस् होइन, लाइसेन्स बनाउनु जाँदाखेरि 3 वर्ष कुर्नु नपरोस्, त्यति चाहे त हो नि। लाइसेन्स सिम्पल छ क्या। ट्रायल दिनलाई कुर्नुपर्छ है बाबा। 2 वर्ष मैले नि 1 कि 1.5 वर्ष ट्रायल दिन 2 वर्ष कुर्नुपर्छ। अनि पास भएपछि फेरि त्यो कागज लिएर 3 वर्ष कागज लिएर बस भन्छ, अनि रिन्यू गर्ने बेला भइसक्छ, त्यो बेलासम्म त्यही कागजै लिएर भन्ने, लाइसेन्स भन्ने नै देखिँदैन क्या। अब कस्तो कति गाह्रो
यस्तो कुरामा चाहिँ डेभलपमेन्ट चाहियो। कति गाह्रो काम हो एउटा लाइसेन्स होइन, मान्छेले वर्षमा गाह्रो काम होइन नि। त्यही त वर्षमा कतिजनाले चाहिँ लाइसेन्स बनाउलान्। अब बनाउने कुरा जस्तो एनआइडी कार्ड फ्याट चाहियो भने निर्वाचनमा जे पनि बन्छ होइन, भ्याक्सिनेसन भयो नि अस्ति होइन, के अनलाइन भर्ने यताउति सबै भयो नि होइन, चाह्यो भने सबै कुरो हुन्छ कि, नचाहेर मात्र। अब त्यत्रो एयरपोर्ट बनिदिन्छ त्यही त होइन, इन्टरनेसनल एयरपोर्ट बनिदिन्छ। नेपालमा त्यो इलेक्ट्रिक भेहिकल कति छ, चाहियो भने त आउँदो रहेछ नि त होइन, डेभलपमेन्ट आउँदो रहेछ नि त, बाटोभन्दा अगाडि इभी आउँदो रहेछ नि त। त्यही त मान्छेलाई कहाँबाट खानु, त्यो पनि त्यही के कहाँबाट खान मिल्छ त्यही त पहिला हुन्छ नि। उसबाट चाहिँ कसरी खानुहुन्छ तपाईँले, के अरे त्यसबाट नि खानु मिल्छ नि। खानेले त जस्तै कन्ट्र्याक्ट कसलाई दिने होइन, त्यसले कति पैसा दिन्छ यो छाप्नेलाई पनि, त्यही लफडा भएर यस्तो खाने बाटो के अरे। यस्तो चाहिँ जस्तै बिजनेसहरूसँग अलिकति क्लोजली काम गऱ्यो भने चाहिँ मान्छेले कतिसम्म चाहिँ खाता छ भनेर थाहा हुने क्या। जस्तै स्कुलहरू हुन्छ नि, स्कुल अब पहिला त स्कुल भने खतरा लाग्थ्यो होइन, प्रिन्सिपल यो टिचर भनेर डेन्जर लाग्छ। सबै बिजनेस त होइन नेपालमा त। जस्तै एउटा तपाईँको टाईमा पैसा खाइरहेछन् क्या नेपालमा। कसैले पनि अब यो चाहिँ अलिकति हुनसक्छ तर म भनिदिन्छु, कसैले पनि कसैको पढाइ हेरेर त्यो बुक छान्दैनन् क्या। जस्तै यो बुकमा चाहिँ कतिको नलेज छ, यो बुकले कतिको दिन्छ, यो बुकमा कतिको कुरा राइट लेखेको छ रङ लेखेको छ, कसैलाई मतलब छैन कि यो कुरा। स्कुलमा गयो, म बुकको डिलर भयो, स्कुलमा गयो, तपाईँसँग स्कुल छ, स्कुलमा गयो, यो मेरो बुक राखिदिनुहोस्, तपाईँको फर्स्ट क्वेसन मलाई कति % कमिसन हरेक बुकको फर्स्ट। जस्तै ल म तपाईँको बुक 5 देखि 8 क्लासमा राखिदिन्छु, तपाईँ मलाई कति % कमिसन दिनुहुन्छ। अब अनि त्यहाँ कमिसनको खेल। जस्तै म पब्लिसर भएँ, मेरोभन्दा धेरै कमिसन अर्कोको आयो नि तपाईँलाई आयो क्या। त्यहाँ बुकभित्र के छ मतलबै छैन कसैलाई, त्यो कुनै पनि प्रिन्सिपललाई या कुनै पनि फाउन्डरलाई कसैलाई मतलब छैन। अनि यहाँ पब्लिसरलाई पनि मैले बुकमा के राख्नुपर्छ के राख्नु पर्दैन भनेर त्यो पनि कसैलाई छैन। जस्तै मैले पुरा नै कमिसनको आउँछ भने त्यो भित्र कन्टेन्ट जेसुकै होस् नि कसलाई मतलब छ त होइन। त्यो त बनाउनेले त त्यो एउटा उसको अनुसार उसले के भन्छ यो सरकारले दिएको मापदण्ड अनुसार अलिकति त बनाइदिएला होइन। तर बच्चाले के पढिरहेछ नि त होइन, कतिको कन्टेन्ट चाहिँ लिने कतिको कन्टेन्ट नलिने त्यो कुराहरू बुकमा छैन भने। जस्तै हामीलाई म स्कुलहरूमा जाँदाखेरि यस्तो स्कुल पनि थियो जसमा त्यो फाउन्डरहरूले प्रिन्सिपलहरूले हाम्रो एकचोटि कन्टेन्ट खोलेर पनि हेर्नु भने हाम्रो त अझै भिडियो कन्टेन्ट थियो होइन। जस्तै डिजिटलाइजेसनमा त सबै डिजिटल हुन्छ नि त, डिजिटलाइजेसनको कन्टेन्ट जस्तै भिडियोमा त हामीले जे राख्दै नि भएन होइन, के राखेका छौँ कसलाई थाहा हुन्छ भने भिडियो मतलब नहेरेसम्म उसले गएर तपाईँहरूले बनाउनु भएको छ, मेहनत गर्नुभएको छ, राम्रै त होला नि, पैसा चाहिँ कति दिनुहुन्छ त, सिधै क्वेसनै यो छ क्या। कसरी होइन के लेभलसम्म चाहिँ मान्छेको सानो लेभलदेखि लिएर ठुलो लेभलसम्म सिस्टममै त्यही भइदियो क्या। फर्स्ट सोच के आउँछ नेपालमा, यदि काम केही बन्दैन भने फर्स्ट सोच के आउँछ तपाईँको, पैसा खुवाएर बन्छ कि। फर्स्ट सोच होइन त तपाईँको केही काम बनिरहेको छैन भने पैसा खुवाएर हुन्छ कि। फर्स्ट सोच एज अ के भन्छ नर्मल सिटिजन मेरो फर्स्ट सोच के आउँछ भनेपछि सिस्टम कति करप्ट छ त होइन त। तपाईँ विदेशमा आएर एकचोटि त्यति सोची हेर्नु त होइन त। कुनै राम्रो डेभलप देशमा गएर जस्तै नर्वेमा हामी बसिरहेको देशमा गएर तपाईँको केही काम भएन, मैले पैसा खुवाएर बनाउँछु भनेर तपाईँ सोची हेर्नु, सोच्दा नि जेल हालिदिन्छ होइन त। अब होला अब ठुलो लेभलमा थोरै कुनै हदसम्म होला, तर हुँदैन भने त हुँदैन होइन, 0% करप्सन त होइन, तर ठुलो लेभलमा होला। तर बेसिक त्यो एकदम सानो सिटिजन हामीलाई नोटिस हुँदैन, डे टु डे लाइफमा नोटिस हुँदैन हामीलाई केही पनि। त्यो सिटिजनले जन्मेदेखि यसलाई पैसा दियो भने त्यो माइन्डसेटमा त हिँड्नु पर्दैन नि त कोही पनि, पैसा खुवाएर काम हुन्छ भन्ने। अनि यस्तो छ नेपालको सिस्टम। अब यही सिस्टमलाई चाहिँ अब प्लस सिस्टम मात्रै पनि होइन, यो चाहिँ अलिकति हामी पनि अलिकति खराबै छौँ जनता पनि, तर अब सुध्रिन्छौँ नि हामी। यति अब हामी सुध्रिने मौका भनेको फागुन 21 गते होइन त। यति चुनाव जितेपछि अर्को कुनै यो जुलुस गर्नु पर्यो या कुनै पनि भयो भने प्लिज चोर्न चाहिँ नगइदिनु होला होइन। जस्तै भात भोटिनी फुटाएर केही पनि हुँदैन, तपाईँहरूलाई त्यो एक छाक चामल ल्याएर तपाईँको लाइफ चल्दा पनि चल्दैन। बरु अलिकति त्यही भात भोटिनीको नै उनीहरूले नफुटाइकन माग्यो भने दिन्छ पनि होला क्या होइन। चोरेर फुटाउनु भन्दा त त्यो माइन्डसेट चाहिँ हटाउनु पर्यो क्या हरेक जनताले। गाह्रो होला मान्छेलाई
काम छैन होला उसको घरमा, खाना अलिकति गाह्रो होला खाना लाउन, तर एक छाकले लाइफ टर्दैन क्या। त्यो 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 हामी आफू इम्प्रुभ नभएसम्म देश कहिले पनि भन्दैन क्या, होइन त। जस्तै मान्छेले फुटपाथमा बाइक चलाइदिएर कहिले देश, त्यो त सरकारको गल्ती होइन नि त, त्यो त म आफ्नो के भन्ने नैतिकता, सिभिक सेन्सै नभएको हो नि त। जस्तै म पनि पढ्छु त्यसमा, म नेपाल हुँदा म पनि चढाइदिन्थेँ होइन, जाम भयो भने चढाइदिन्थेँ, सबैले गर्छन् होइन, नेपालको जनतालाई त्यसै भेडा सबैले गर्छन् म नि गरिदिन्छु भन्ने थियो। अब नेपाल गयो भने म त्यस्तो गर्दिनँ, मैले आफ्नो गल्ती रियलाइज गरेँ। मैले यार गर्न ट्राई गरेँ है नेपाल गएर, जग्गा कसैमा रोक्नु खोजेको, अब रोक्यो तर पछाडि बेला हान्देला भन्ने टेन्सन क्या, ऊ त आइरहेको हुन्छ कुदिरहेको हुन्छ, ऊ त उसले त रोक्दैन। अनि अब ऊ त्यहाँ मान्छे क्रस गरिरहेछ भनेर मैले यसो आउला आउनु लाग्यो भने रोक्नु खोजिदिएको, त्यो डर लाग्यो क्या पछाडि ल ट्रकले हान्यो भने के गर्ने भनेर क्या। अनि 1-2 दिन चाहिँ रोक्यो, त्यसपछि चाहिँ अनि ल नेपाली भइएछ भनेर फेरि अनि कुदायो। तर बिस्तारै चेन्ज गर्नुपर्छ, अब हामी चेन्जको सुरुवात चाहिँ फागुन 21 हुन्छ। मान्छेले आफू चेन्ज नगरेसम्म, यस्तो सानो कुराहरू चेन्ज नभएसम्म देश एज अ होल चाहिँ डेभलप कहिले पनि हुँदैन। जस्तै गर्ला, विकासको काम गर्ला होइन, ठुल्ठुलो जस्तै रोड पुग्ला सबै ठाउँमा, मान्छेले गएर रोड भत्काइदिन्छ भने के भयो त, के मतलब भयो त, यो मेरो पार्टीले बनाएको होइन म भत्काइदिन्छु भनेर भत्काइदिन्छ भने होइन, त्यो चाहिँ त्यो यो माइन्डसेट चाहिँ हटाउनु पऱ्यो। पार्टी भन्दा देश ठुलो हो नि त, होइन त। त्यही भएर अलिकति धेरै नै प्रश्न ठिक छ सुनिदिनु होला। नेपाली जनताको आवाज बोलिरहेछौँ एज अ कमन युथ, कुनै पोलिटिकल पार्टीसँग आबद्ध नभइकन बोलिरह्यो यो चाहिँ। सो अब भन्दै गर्दा हामी अब जस्तै मेन प्राइम मिनिस्टर जो हुने चान्सेस छ तिनीहरूको बारेमा पनि थोरै हाम्रो के सोच छ त त्यो पनि भनौँ न त होइन। जस्तै सुरु गरौँ हर्क साम्पाङबाट। उहाँको बारेमा तपाईँ के एज अ युथ होइन, एज अ हामीले देखेको, हामीले जति पनि यो कन्टेन्ट देखिरहेछौँ जुन चाहिँ फेसबुकमा, हामीले टु बी अनेस्ट हामीले देख्ने कन्टेन्ट भनेको फेसबुक, टिकटक अनि इन्स्टा, यही मार्फत हो। सो हामीलाई जस्तो देखाइरहेछ हामीले त्यस्तै नै देखिरहेछ। मैले जति पोलिटिक्सको बारेमा बोलिरहेको छु मैले यो सबै त्यत्तिकै मार्फतबाट बोलिरहेको छु, र मेरो थोरै छरछिमेक मेरो बाबा मम्मी उहाँहरूले कति देख्नु भइरहेछ वरिपरि त्यो अनुसार बोलिरहेको छु, तर भित्र अर्कै हुनसक्छ होइन। सो तपाईँले चाहिँ के कति देख्नु भएको छ, के कति बुझ्नु भएको छ हर्क साम्पाङको? आई थिङ्क उसको इन्टेन्सन चाहिँ राइटै होला है। जेन्जी आन्दोलनसम्म चाहिँ उसको इन्टेन्सन राइटै जस्तो देखिन्थ्यो, किनभने उसले एटलिस्ट त्यो जिद्दी गरेर भए पनि एउटा पानी ल्याउँछु भनेर एटलिस्ट त्यो पाइपको पानी त ल्यायो नि त एउटा। अब त्यही हामीले त्यो अब तिमी भने जस्तै अब हामीले त त्यही माथि लेभल सर्फेस लेभलमा हेर्ने हो होइन। अनि त्यो जिद्दीपना चाहिँ ठिकै हो, तर त्यो जिद्दीपनाले प्राइम मिनिस्टर भएर देश चलाउने भनेर चाहिँ म चाहिँ देख्दिनँ। किनभने त्यो काम चाहिँ जस्तो एउटा भिडियोमा उसले त्यो के अरे बेल्चाले माटो पुरै खन्दै एउटा यतापट्टि माटो उता राखिरहेको थियो क्या। त्यो मेयरको मान्छेले माटो खन्दै यता गर्ने होइन नि त, डोजर छ नि त त्यसको लागि, डोजर लगाउने हो नि त, ए बाबु गर भनेर। उसले त फिल्डमा गर्ने हो त, फिल्डमा जाने इन्सपेक्ट पो गर्ने हो त माथि बसेर होइन। अनि ऊ आफै काम गरिरहेछ, ठिक छ, उसले मेयरको कामको समय बाहेक अरूको समय युटिलाइज गरेर गराएको छ ठिकै हो, श्रमदान गरोस् होइन। तर मेयरकै टाइममा 10 to 5 मा चाहिँ सन्डे टु फ्राइडे चाहिँ उसले त्यो काम गर्नु भएन, किनभने उसको मेयर काम उसले इन्सपेक्ट गर्ने हो, उसले यसो गर भन्ने हो, पोलिसी बनाउने हो होइन। दुनियाँ कुरा गर्नु छ, उहाँ विकास गर्नु छ, अनि कहाँ त्यो बेल्चा हानेर, त्यो पनि त्यो अब अहिलेको जमाना त्यो बेल्चा हान्नु पर्दैन नि त, डोजर लगाएर घ्याङडुङ गरेर 3-4 घन्टा सकिन्छ त त्यो गर्ने। एउटा त्यो कुरा भयो। अनि अर्को चाहिँ अब अहिले ऊ अब के भन्ने, अब के भन्ने, अलिकति कमेडीतिर गयो क्या ऊ चाहिँ। अब अहिले नि यो त्यो आचार संहिता लाग्यो नि त होइन, बोल्न पाइँदैन नि त अहिले, पुरै बिहानदेखि पुरै स्ट्याटस हाल्ने, पुरै के गर्ने, भिडियो सिडियो हाल्ने, पुरै कन्टिन्यू नै छ उसको, केही पनि छैन उसको आचार संहिता यताउति केही छैन। अनि त्यो एउटा ऊ छ नि, त्यो के अरे एउटा मिम आएको थियो क्या, त्यो कन्ट्रोल उदय भन्ने क्या हुन्छ नि, इलेक्सन कमिसनले चाहिँ भोलिदेखि आचार संहिता लागू हुनेछ भन्ने छ नि, हर्कसँग चाहिँ कन्ट्रोल उदय टाइपको। त्यो पनि भयो होइन। जस्तै त्यो गएर काम गर्ने त त्यो टाइममा उहाँले अरू धेरै काम गर्न सक्नुहुन्थ्यो होला होइन। जस्तै
हुन्छ नि, मेयरको लेभलको त आफ्नो काम हुन्छ नि होइन, त्यो लेभलमा त्यहाँ अर्को मान्छे खटाएर बरु आफूले इन्सपेक्ट गरेर अरू लेभलको काम गर्न सक्नुहुन्थ्यो होला। त्यो एउटा पार्ट भयो होइन। जस्तै अर्को पार्ट चाहिँ पार्टीहरू त जस्तै काङ्ग्रेस छ, एमाले छ, माओवादी छ होइन, रासोपा पनि छ, यो कुनैको आलोचना भइरहेको छैन होइन हर्क साम्बाङबाट, कुनैको पनि विरुद्ध बोलेको मैले देखेकै छैन क्या। बस रवि बालेन यही मात्रै आउँछ। यसको मेन रिजन किनभने पार्टी त अझै पुरानो पार्टी भने त होइन, जसले नराम्रो गरेर पार्टी भने त यो तिनवटा हो नि त। तिनीहरूको बारेमा नबोल्नुको रिजन चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई? मेरो त अलिकति दिमाग सड्कायो कि जस्तो लाग्छ। त्यो अस्ति नै म गएँ नि जेनजी उसपछि, त्यहाँ गयो बन्छु भनेर गयो, त्यसपछि सड्क्या हो क्या। किनभने त्योभन्दा अगाडिको इन्टरभ्यूमा चाहिँ उसले बालेन चाहिने मान्छे हो टाइपको कुरा गरेको छ क्या, भेटेको पनि छ। अनि त्यो भेटेको पछि इन्टरभ्यू पछि बालेनसँग राम्रो कुरा भएको छ, यस्तो उहाँ राम्रो नेता हो टाइपको कुरा गरेको छ क्या उसले। अनि त्यो जेनजी आन्दोलन भयो त्यहाँ अब एकदम धेरै होप लिएर जानुभयो जस्तो म बन्छु नै भनेर। तर उसमा पनि त्यही नै थियो, भिडियोहरूमा पनि ल म आउँदैछु प्राइम मिनिस्टर बन्दैछु भनेर, त्यो म आइपुगेँ अब मलाई नै प्राइम मिनिस्टर बनाउने हो भनेर पुरै भिडियोहरू पनि त्यही नै थियो। त्यो अब बन्छु नि भनेर क्या मान्छे एकदम माथिबाट एकैचोटि तल खसे जस्तो। सायद त्यो माटो उहाँको माटो हो होइन, माटोमा पानी पऱ्यो चिप्लियो क्या, उहाँ चिप्लिनु भयो क्या, त्यो हिलो भयो होइन, हिलोमा चिप्लिनु भयो क्या उहाँ, त्यस्तो लाग्छ है। त्यही हो मेरो विचारमा चाहिँ उहाँको अलिक धेरै कुरा गर्नु ठिक हो जस्तो लागेन। किनभने 21 गते थाहा हुन्छ, अब उहाँ नै चिप्लिनु भयो भने सक्यो, त्यसपछि युट्युबतिर लाग्नुहुन्छ होला मेरो विचारमा। अब त्यसपछि हामी अब जाउँ सर्लाहीतिर होइन, हामीले झापा उ गऱ्यौँ, धरान भयो, अब सर्लाही। तर धरानमा उहाँ बाहेक फेरि अर्को को छ थाहा छ? मैले पनि थाहा छैन यार। रासोपाकोहरूको छ नि त, छ क्या तर रासोपाको 75 जिल्ला अहिले कति 77 होइन, 77 जिल्लामा होला सायद राख्ने कुरा थियो। अनि अघि तपाईँले भनेको मलाई एउटा एड गर्नु मन थियो, जस्तै पब्लिक फिगरहरू रासोपामा पनि पब्लिक फिगरहरू धेरै देखेँ क्या मैले। त्यो सायद उसको पपुलारिटीलाई क्यास इन गरिदिएको होला रासोपाले सायद। त्यही त, यो त लङ टर्ममा घातक हुनसक्छ नि त होइन। जस्तै पपुलर भएको मान्छेहरूलाई मात्रै भित्र ल्याएर कति राम्रो मान्छे छुटे कि, यो त अब पछि गएर जस्तै पपुलारिटीको लागि उहाँले कामहरू मतलब केही गर्नुभयो होला, जस्तै पछि झन् पपुलर हुन या झन् धेरै धनी हुनलाई गर्नुहुन्न भन्ने ऊ छैन नि त। त्यही भएर यो एक दुईवटा फिगरहरू चाहिँ मलाई एकदमै नभएको भए बेस्ट हुन्छ कि। जस्तै त्यसकै ठाउँमा अलिकति अब फेरि पपुलर हुने बित्तिकै मान्छेले चिन्छन्, अनुहारकै भरमा नै हालिदिने पनि धेरै हुन्छ होइन। तर त्यही ठाउँमा कोही अरू उठेर अलिकति जो परिपक्व मान्छे उठेर, जस्तै पढे लेखेको होइन, उहाँ नै पढे लेखेको होला त्यो आफ्नो ठाउँमा छ, तर अलिकति परिपक्व पोलिटिक्स बुझेको, सबै देश भने कसरी चल्छ भनेर बुझेको मान्छे भएको भए अझै बेटर हुन्थ्यो जस्तो लाग्छ मलाई पर्सनली चाहिँ। अनि यस्तो पनि होला, जस्तो अब के भन्छ, मेरो चाहिँ बेन्चमार्क भनेको अहिलेको यो चुनावको लागि चाहिँ बेन्चमार्क भनेको चाहिँ पास्ट हिस्ट्री नराम्रो भएको मान्छे चाहिँ ओके क्या मेरो लागि चाहिँ क्या। जस्तै कोही मान्छे कलङ्कित भएको छैन भने चाहिँ ऊ मान्छे ओके क्या, उसको राइट इन्टेन्सन मात्रै राइट छ भने नि इट्स ओके क्या। किनभने अहिले त हाम्रो इन्टेन्सनै रङ भएको मान्छे आयो क्या, जतिसुकै पढे लेखा जतिसुकै जाने होस्, त्यो खुरापाती दिमाग मात्रै बेसी भयो क्या। एटलिस्ट आशिका तामाङले ल यहाँ फोहोर फाल्नु हुँदैन त भन्नुहोस् न, उसलाई ग्रुम गराउने काम चाहिँ अब आरएसपीको हो होइन, उसलाई एकदम हतनपत्ता लिएको होला हो पनि त्यो होइन। तर अब चाहिँ इनकेस ऊ लिडर भएर आयो, चुनेर आयो भने चाहिँ उसलाई ग्रुम गराउने काम चाहिँ आशिकाको के अरे आरएसपीको हो। अनि उसलाई चाहिँ जे पाइ त्यही बोल्न लाउने होइन, अब संसद भवनमा गएर होइन। अनि त्यो योले भन्ने त्यो दाइ के हो भन्ने के हो दाइ भनेर हिँड्ने अब होइन उसको काम होइन। अब उसको ठाउँमा अर्को हुन सक्थ्यो होला सायद, अब नभएर पनि होला, अब जित्ने मान्छे उठाउँ भन्ने होला नि त। जस्तो मेरो विचारमा चाहिँ यदि कोही मान्छे ल ठिक छ एकदम पढे लेखा छ राम्रो छ, तर उसको जित्ने चान्स छैन भने चाहिँ एउटा सिट गयो नि त। किनभने अलिकति पोलिटिक्समा चाहिँ अलिकति स्ट्राटेजिकली पनि खेल्नुपर्छ क्या मेरो विचारमा। त्यो पढे लेखेको मान्छेलाई चाहिँ अब आशिका तामाङको सल्लाहकार बनाएर पठाइदिने हो क्या, अथवा त्यो मान्छेलाई चाहिँ समानुपातिकमा उठाइदिने हो क्या, बुझेनौ? दुइटा छ नि त होइन, एउटा प्रतिनिधि छ, एउटा समानुपातिक छ नि त। जस्तो समानुपातिकमा चाहिँ उनीहरू उठाएको छ नि त, को जो चाहिँ पपुलर छ तर उनीहरू पोलिटिकल्ली उनीहरू एउटा पोलिटिकल फिगर टाइपको छैन, उनीहरू होइन इन्फ्लुएन्स गर्न सक्ने टाइपको छैन भने चाहिँ
एउटा त्यो इमेज छैन भने चाहिँ उनीहरूलाई चाहिँ समानुपातिकोमा चाहिँ कोटा राखिन्छ नि त। जस्तो को छ के भन्छ यो प्रकाश सपुतहरू, ज्ञानेन्द्र मल्ल कोहरू समानुपातिकमा छ कि। अनि उनीहरू चाहिँ आफ्नो एरियामा त्यस्तो चिरपरिचित होइन, तर उनीहरू चाहिँ गर्न सक्ने हो, ठाउँ पायो भने चाहिँ उनीहरूले गर्न सक्ने टाइपको। सो पढे लेखा मान्छेलाई चाहिँ जो चाहिँ जित्न चान्सेस कम छ उसलाई चाहिँ उसको मुख्य सल्लाहकार भएर पठाइदिने, उसले जे भन्छ त्यही गर्छ नि त उसले त, त्यसरी पठाइदिने अथवा समानुपातिकबाट पठाइदिने। अनि अर्को भनेर चाहिँ अब त्यो उठ्या मान्छे चाहिँ फेरि राम्रो चाहिँ हुनुपर्छ है, उसको इन्टेन्सन चाहिँ राइट हुनुपर्छ, उसको पास्ट हिस्ट्री चाहिँ नराम्रो भएको हुनु हुँदैन। त्यो चाहिँ मेरो लागि बेयर मिनिमम हो कि। अब अलिकति अब त्यो इन्टेन्सन अब सबैले राम्रै देश सबैको त नहोला, कसैको नि कतिको हुन्छ नि त। अब यो वर्षौँदेखि खाइरहेछन् उगाइरहेछन् तिनीहरूलाई किन दिन्छ? त्यही त उनीहरूको सट्टा म खान्छु भन्नेवाला चाहिँ हुनु भएन। अब त्यही त। अनि मेन कुरा यो चाहिँ जस्तो मलाई चाहिँ अर्को कुरा के लाग्छ भने आरएसपीमा पनि नराम्रो मान्छेहरू छन् होइन, तर त्यसको लिडर राम्रो मान्छे भयो भने, प्राइम मिनिस्टर यदि राम्रो इन्टेन्सन भएको मान्छे जसले चाहिँ गर्न सक्छ भन्ने मान्छे हो भने त्यसलाई भोलि जेल हालिदिन सक्ने मान्छे चाहियो क्या। सो बालेन चाहिँ मेरो लागि चाहिँ त्यो मान्छे हो क्या। उसले चाहिँ आफ्नै पार्टी भए पनि सन्का होस् जेसुकै होस् उसले चाहिँ ल आफ्नो मान्छे पार्टी होस् जेसुकै होस् ल बाबु जानुपर्छ, फाइल खोल्यो है ल भनेर। अलिकति जिद्दीवाला छ नि त त्यो त, अलिक सन्की पनि छ जिद्दी पनि छ होइन। लगाइदिन्छ क्या ल हुँदैन भने भन्ने पनि छ। पुलिस लाग्छ है भने उसले अब पुलिसमा राम्रो मान्छे, न्यायालयमा राम्रो मान्छे छानिदियो भने सकिएको त। आफू कार्यलयमा छ, कार्यपालिकामा छ, न्यायालयमा राम्रो मान्छे छ होइन, कोर्टले राम्रो डिसिसन लिन सक्ने र पुलिस राम्रोसँग जजमेन्ट दिएर गर्न सक्ने भयो भने त सकिएको त। कोसँग डराउनु पर्दैन, कोहीसँग डराउनु पर्दैन नि त होइन। त्यो वेमा लान सक्यो गाह्रो त एकदम गाह्रो हुन्छ, तर तह लाग्यो भने जुन तह लाग्छ नि सिस्टममा ल्याउन गाह्रो चाहिँ हुन्छ। अनि एकचोटि राम्रो काम गरे देख्यो भने त सधैँभरि दिन्छ नि। किनभने नेपालमा मलाई थाहा भयो, नेपालमा यति वर्ष खानु पाउने भन्ने छ। किनभने सबैजना मिलेर यत्रो वर्ष खाइरहेछन्। जस्तै युएसमा प्राइम मिनिस्टर त छैन नि, जति वर्ष नि हुन पाएन होइन। जस्तै युएसमा तपाईँको 2 चोटि मात्रै हो नि त होइन। नेपालमा त जति वर्ष हुने नि पायो। त्यही त। अब राम्रो काम गऱ्यो भने त हामीले किन चाहे नयाँ त्यहाँ पैसा आउला, नयाँ अझै राम्रो एजेन्डा लिएर आउला होइन, अझै राम्रो काम गर्ने भनेर आउलान्। तर यदि कसैले एकदमै राम्रै काम गरिरहेछन् भने त मजाले दिने हो नि होइन। अर्को वर्ष नि बिस्तारै डेभलप गर्न दिने, काम गर्न दिने। राम्रो काम गऱ्यो भने काम गर्न दिने, अर्को पालि गयो भने फेरि अनि अर्को छान्ने, नयाँ फेरि आइहाल्छ नि भने मान्छे उठेर नआउने भन्ने छैन। तर एउटा पपुलारिटीको एउटा सबैभन्दा डिसएडभान्टेज मलाई चाहिँ जस्तै अहिले जति जनताले, डिसएडभान्टेज त होइन त्यो त अभियस होइन, जति जनताले त्यो माया गरेका छन् त्यो 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 आमा बाउको अनुहार देखेको छ नि त गएर सबै ठाउँमा गएर। अब त्यो अनुहार सम्झेर देखेर पनि त्यत्रो जनतालाई त होइन अलिकति पैसाको लागि चाहिँ त्यसरी डिस चाहिँ नहाल्लान् होइन। त्यस्तो पपुलारिटी छ, त्यस्तो माया पाएको छ होइन। उसलाई उठ्न पनि चाँडै नै उठ्या हो, टपमा नै हाइमा चाँडै गएको, तर काम गरेन भने फेरि त्यही हो पारा, त्यसरी नै झर्छ, झरिदिइहाल्छ। यो बत्तीको कुलमान घिसिङ यत्रो वर्ष होइन, यत्रो वर्ष सबैले भगवानै मान्यो भने होइन बत्ती ल्याउने मान्छे भनेर त। किनभने लोड सेडिङ 18 घन्टा लोड सेडिङ छ। डेभलपमेन्ट भनेर हाम्रो देश हामीले डेभलप गरेछौँ भनेर उफ्रिन्छन् होइन यो नेताहरू। काठमाडौँको ठाउँमा म 10-11 पढ्दाखेरिसम्म पनि 10-11 भने अब अहिलेको 10 वर्ष सायद 10 वर्ष नि भयो कि भएन, लोड सेडिङ बन्द भएको 10 वर्ष भयो होला है। 10 वर्ष अगाडिसम्म पनि 18 घन्टा बत्ती जान्थ्यो नेपालमा। 18 घन्टा बत्ती जान्थ्यो, रातिको 6 घन्टा सुत्ने बेलामा आउँथ्यो बत्ती। यो कुन लेभलको डेभलपमेन्ट हो क्या। म जब हाम्रो सबै इलेक्ट्रोनिक्स धेरै त हुँदैन थियो, जति पनि हुन्थ्यो यो लालटिन सालटिन बत्ती अब चाहियो नि त होइन, बत्ती नभएपछि त जति पनि इलेक्ट्रोनिक्स छ राति सुत्ने बेला सम्झिन जोड्नुपर्छ है भनेर के अरे सम्झेर जोडेर सुत्नु पर्थ्यो सबैजना। बिहान उठ्दाखेरि बत्ती हुँदैन थियो, फेरि दिउँसभरि बत्ती देख्नै पाइँदैन थियो। 18 घन्टा लोड सेडिङ भनेर थोरै हो होइन, पुग्दो रहेछ यो त, खाएको रहेछ नि त होइन, पुग्दो रहेछ भनेर त सबैले थाहा पायो अहिले। अनि होइन कसरी चाहिँ के मुखले चाहिँ, मलाई त त्यो सुन्दा पनि रिस उठ्छ क्या, के मुखले चाहिँ मैले डेभलप गरिदिएको छु, बाटो
मान्छेले खनेर आफैले खनेर बाटो बनाइदिएको छन्। मैले बाटो ल्याइदिएँ, त्यो ल्याएर खन्दै हो र दाइ होइन। मान्छेले सरकारले गर्दा पनि होइन क्या, मान्छेले पब्लिकले ल बाटै भएन भनेर आफ्नो घर घरसम्म मान्छेले आफैले खन्दै बाटो बनाइरहेको छन् क्या। त्यो जनताको काम हो त होइन। पैसा बिना त्यो त सोसल वर्क गरिरहेको छ, त्यही पनि आफ्नो घर बाटै नआइदिएपछि के गर्ने त गरिरहेको छन्। अनि त्यही बाटो लाएर हामीले एमाले बनाएको, काङ्ग्रेसले बनाएको भन्ने छ मान्छेहरू। त्यही पनि बाटो बनाइदियो भने पनि त्यो गिट्टीवाला त्यो खनिदिने मात्रै होइन कि हामी यो पुरै ढुङ्गे युगमा त बाँचे होइन नि त मान्छे। एउटा बाटो अलिकति त्यही पनि त्यो खनिदिएको भरमा ल मैले डेभलपमेन्ट गरिदिएँ भन्नेलाई हामी के ढुङ्गे युगको हो होइन। पानी पानी बत्ती पानी बाटो भने त मान्छेको एकदम त्यो डेभलपमेन्ट। नेपालको डेभलपमेन्ट हुन त यसै थर्ड कन्ट्री भन्ने होइन, नेपालको डेभलपमेन्ट हाम्रो अब सुरु गर्नलाई नै यसरी नै जानुपर्छ क्या तलबाट। कहाँबाट चाहिँ सुरु गर्ने क्या? न बत्ती छ राम्रो ठाउँमा होइन, ठाउँहरूमा न पानी छ, न बाटो पुगेको छ, न इन्टरनेट। त अब इन्टरनेट त धेरै डेभलप भयो, इन्टरनेट पुग्यो भने त होइन। यति तिनवटा चाहिने कुरा, खानेकुरा नराम्रो छ, यति पुगेको छैन। कुन लेभलले चाहिँ, कुन मुखले चाहिँ हामीले डेभलप गर्यो भनेर अझै भाषण दिँदै हिँड्न सक्छन् क्या। अनि फेरि अब अहिलेको यो बाटो बनाउने कुरा, पानी ल्याउने कुरा त यो सांसदको कुरै होइन क्या, यो टपिकमै आउनु पर्दैन क्या। अहिलेको यो बाटो बनायो भनेर कसरी दमक 5 को एउटा उसको बाटो बनायो भनेर रिङ रोडभित्रको उतातिरको टोल जाने बाटो बनाउने भने त्यो त मेयरले गर्ने काम हो नि त। मेयर छ अथवा प्रदेशको छ, यो त सेन्ट्रल गभर्मेन्ट हो नि त। यसले त नेपालमा इस्ट वेस्ट हाइवे बनाउने होइन, चाइनासँग जोड्ने हाइवे बनाउने, इन्डियासँग जोड्ने रेल बनाउने, त्यो ठुल्ठुलो आयोजनामा पो डिस्कस गर्ने हो त। बाटो बनाउने कुरा त यो नगरपालिकाको त्यो वडाभित्रको बाटो बनाउने कुरा त वडाको काम हो नि त, त्यो नगरपालिकाको मेयरको काम हो नि त। किन राख्नु नभए त उसले बनाउनु पर्ने भए त सबै बढी हटाइदिने नि, सरकारी तलब खाएर राख्नु नै किन त होइन। सबै उसले हेर्छ भने त होइन। त्यो त ठुलो योजनाको चाहिँ कुरा गर्ने हो क्या अब चाहिँ उहाँहरूले क्या। यो सांसद लेभलको भनेर चाहिँ त्यो त देशभरिको हेर्ने हो क्या। ओभरअल देशको चाहिँ के हो त, हाम्रो इकोनोमिकल स्ट्राटेजी के हो, पैसा कसरी कमाउने होइन हो। अनि त्यो पैसा कमाउने, पैसा आएपछि अनि बल्ल हो कि ल हामी यति किलोमिटर बाटो बनाउँछौँ, यतिवटा हाइवे बनाउँछौँ, यतिवटा पानीको योजना बनाउँछौँ होइन, यति हाइड्रो पावर बनाउँछौँ, त्यो कुराहरू चाहिँ पछि गर्ने कुरा। यो मेरो विचारमा चाहिँ यो देशको संविधानको कुरा हुन्छ, पोलिसी लेभलको कुराहरू हुन्छ होइन, देशको सेक्युरिटी लेभलको कुरा हुन्छ, इन्टरनेसनल रिलेसनसिपको कुराहरू हुन्छ। यो कुराहरू पो हेर्ने हो त संसदले। सोच्दै गयो भने जे पनि करप्सनसँग रिलेटेड क्या, जे पनि क्या। मैले बच्चामा पढेकोदेखि लिएर खाएको गरेको जे पनि करप्सनसँग रिलेटेड छ क्या। अहिले म 25 वर्ष भयो, 25 वर्षमा 26 वर्ष भयो होला, 26मै करप्सन देखाएको छ क्या, 26 वर्ष नै। अहिलेसम्म अब त्यति रियलाइज गरिएन। जब अब देखिन थाल्यो, अब चाहिँ ओपनै ल हामीले खाएकै छौँ भनेर देखाउन थाल्यो, त्यहाँ पैसा अलिकति बढी हुन थाल्यो। यसले यो जेन्जीको भएदेखि चाहिँ एउटा राम्रो साइड भनेको चाहिँ यो एकदम पोलिटिक्समा इन्ट्रेस्ट नहुने मान्छेहरू पनि एकदमै अवेर बनाइदिएको छ क्या है। बच्चादेखि लिएर सबैलाई एकदमै राम्रो साइड हो क्या यो चाहिँ। नत्र चाहिँ हाम्रोभन्दा पछिको जेनेरेसनहरूलाई चाहिँ इन्ट्रेस्ट थिएन क्या पोलिटिक्समा। तपाईँ पछिको जेनेरेसन हामी नै। मलाई अलि जेरो नि होइन, माइनस क्या। तिमीहरू जेसै गर, मर बाँचे होइन, म आफ्नो लाइफ बाँचिहाल्छु, तिमीहरूले मलाई केही दिने पनि होइन। मलाई कसम माइनसमै थियो क्या इन्ट्रेस्ट। अब आएर यो यही पछि आएर होइन ल यस्तो त हुनु भएन नि त। जस्तै यो कति अलिकति झन् पिक कहाँबाट पुग्यो भने, जस्तै कुनै करप्सनको कुरा आयो होइन, केही कुरा आयो भने यो वर्ल्ड वाइड नै हुन्छ। जस्तै यो एब्सेन्ट फाइल्समा उसको नाम आउनु थालेदेखि अब कतिजनाले जस्तै यो वारहरू भइरहेछ नि, त्यो नाम हटाउन डिस्ट्र्याक्सन त मान्छेलाई चाहिने होइन, त्यो डिस्ट्र्याक्ट गर्न भन्दैछन्। जस्तै अर्को नेपालमा चाहिँ के भएको थियो भने यो ठुल्ठुलो फाइल पल्टिन थालेको थियो नि, यो जेल गएको रवि लामिछाने जेल जानु परेको केस होइन त, ठुल्ठुलो फाइल पल्टिन थालेदेखि हो नि त। एक्ज्याक्टली, यो कुरा एकदम राइट भन्यो तिमीले। त्यही त। अनि अलिकति ल यस्तो नि हुन्छ र भने जस्तो लाग्यो। एउटा देशको सिस्टम होइन, देशको एउटा संविधानै रातै बदलिन्छ र भने त एउटा देश हो नि यो भने त होइन, एकदम ठुलो कुरो हो नि त। एउटा देश कन्ट्री हो क्या, एउटा पुरै ठुलो कुरा हो क्या यो भने। देशको रात एक रातमा दुईटा पार्टी मिलेर ल मिल्दियौँ है हामी भनेर पुरै कन्स्टिट्युसन त होइन, पुरै त्यो के भन्ने त्यसलाई
गभर्मेन्टै चेन्ज हुन्छ त भने क्या एक रातमा गभर्मेन्ट चेन्ज हुन्छ त कुनै देशमा कतिसम्म करप्टेड छ क्या हाम्रो देश कतिसम्म यो पावरको कति नराम्रो युटिलाइज भएको छ क्या होइन त ल अब चाहिँ हामी फाइनल त होइन तर वान अफ द क्यान्डिडेट्स अफ पिएम मिस्टर गगन थापाको बारेमा कुरा गरौँ तर गगन थापा चाहिँ उहाँ पनि स्टुडेन्ट युनियनबाटै आउनुभएको होइन जस्तै स्टुडेन्टबाट पढे लेखेको मान्छे राम्रै एक हिसाबमा अब पर्सनालिटी चाहिँ जस्तै स्टुडेन्टबाट आयो भनेपछि चाहिँ अलिकति राम्रै हो कि भन्ने सबैलाई लाग्छ तर अब यो जुन चाहिँ 2.0मा बनाउनु भएको छ उहाँले जित्नु भनेको एकदम ठुलो के भन्ने यसलाई अब हासिल यो उपलब्धि सक्सेस हो नि त उहाँको लागि त होइन शेरबहादुर देउवा जो चाहिँ प्राइम मिनिस्टर अलरेडी भइसक्नु भएको मान्छेलाई हराउनु भनेको एकदमै ठुलो उपलब्धि हो त्यो पर्सनल्ली चाहिँ तर अब प्राइम मिनिस्टरको लागि चाहिँ जस्तै प्राइम मिनिस्टरको लागि काङ्ग्रेसबाटै उठ्दै हुनुहुन्छ काङ्ग्रेस 2.0 होस् 3.0 होस् होइन पुरानो काङ्ग्रेस होस् पहिल्यैदेखिको मान्छे हो नि त काङ्ग्रेसमा त पहिल्यैदेखि हुनुहुन्थ्यो होइन काङ्ग्रेसमा के भइरहेछ जस्तै शेरबहादुर देउवाको घरमा एआईको बारेमा त्यो पैसा एआई हो कि होइन भनेर एउटा रिप्लाई दिन सक्नुहुन्न भने कसरी चाहिँ प्राइम मिनिस्टरमा एक्सेप्ट गर्ने क्या जस्तै पछि पनि धेरै धेरै केसेसहरू होला जस्तै अहिले जसरी यो केपी ओलीले अस्तिको जेनजीको त्यो लिनै खोजेन नि त होइन ऊ प्राइम मिनिस्टर हुँदा पनि म प्राइम मिनिस्टरले गोली चलाउँदैन भने तपाईँहरूलाई थाहा छैन भन्दै हिँड्ने भनेपछि त उसले त त्यो अकाउन्टेबिलिटी लिनै खोज्दैन भने पछि गएर गगन थापाले पनि के लिएला नि त किनभने उनलाई त पहिल्यैदेखि थाहा थियो नि त जस्तै यो काङ्ग्रेसमा त यस्तो भइरहेछ करप्सन भइरहेछ या पैसा त्यत्रो भेटियो होइन त्यो पैसाको बारेमा म अहिले बोल्नै सक्दैनन् भने म जज गर्ने त्यो इन्टरभ्यू हेर्नुभयो कि भएन म जज गर्ने कोही पनि होइन जज गर भनेकै थिएन क्या कसैले पनि अनि फेरि कन्सिस्टेन्ट पनि भएन क्या उसले अब पहिला चाहिँ पार्लियामेन्टमा गएर चाहिँ प्रमाण देखाउँ भनेर भन्यो होइन अर्को केसमा चाहिँ जुन केस चाहिँ अनगोइङ थियो उसले चाहिँ प्रमाण देखाउँ भनेर पेपर यहाँ गरिदियो त्यसमा चाहिँ उसलाई दोषी नै भनेर भनिदियो अनि अर्को केसमा चाहिँ अब उसको पार्टीको उसको केसमा चाहिँ मैले बोल्न मिल्दैन भन्दैन न त उसलाई चाहिँ ऊ फेरि एकदम वेल स्पोकन मान्छे हो क्या एकदमै मेरो विचारमा चाहिँ ट्याक्टिकल्ली सोचेर हुन्छ नि वर्ड्सहरू चाहिँ खत्रै चुज गर्ने मान्छे हो क्या उसले चाहिँ तर अब उसले त्यो बेला पनि चुप लाएर बसेको हुन्थ्यो नि त होइन त्यो बेला पनि आयोगको कुरा कुरेको भयो हुन्थ्यो नि त आयोग त थियो त्यहाँ पहिला पनि होइन कुरेर न्युट्रल भइरहेको चाहिँ अहिले पनि ओके ल ऊ न्युट्रल भयो भनेर भन्न सुहाउँछ होइन अनि त्यो हिसाबमा जुन चाहिँ फेक डकुमेन्ट यदि प्रुफै भए त कसले राख्दैन त होइन फेक डकुमेन्ट माथि हावामा उचालेर म देखाउँ भनेर त्यस्तो दादागिरी नै त नि होइन यदि प्रुफ नै भए त त्यस्तो देखाउँ भनेर देखाउन सक्ने मान्छेले प्रुफ भए त अगाडि लगेर पेस पनि त गर्न सक्छ नि होइन अनि त्यही त यो पालि आएर चाहिँ ल एउटा एज अ पर्सन एज अ मान्छे तपाईँले जज गर्नु भन्दाखेरि म सक्दिनँ भन्ने भनेपछि त होइन जज गर्ने भने होइन हो कि होइन राइट हो कि रङ हो त्यति राइट कि रङ छुट्याउन नसक्ने मान्छेलाई कसरी प्राइम मिनिस्टर बनाउने अनि त्यो पनि अब एआई होला नहोला त्यो आफ्नो ठाउँमा छ तर उसले चाहिँ मेरो हिसाबमा चाहिँ ऊ चाहिँ एउटा कुरामा चाहिँ यस्तो गर्ने अनि अर्को कुरामा चाहिँ यस्तो भन्ने भनेर त्यो डबल स्ट्यान्डर्ड भयो नि त होइन त्यो चाहिँ नगरोस् एआई होला पोसिबिलिटी होला 0.00 होला होइन प्रोबेबिलिटी तर उसले चाहिँ त्यसरी कन्फिडेन्टली एउटा साइडमा चाहिँ बोल्ने जुनको प्रमाण चाहिँ दिएको रहेनछ स्टिल अस्ति एउटा प्रमाण भनेर भन्यो तर उसले चाहिँ अदालतको फैसला सुनाइदिएछ स्टेटमेन्ट सुनाइदिएछ त्यो भने उसँग भएको कपिल लामिछाने गएर लेखेर फर्म भरेको प्रमाण देखाउँ भनेको छ नि त उसले होइन त्यो फुस्क्यो क्या त्यहाँ अब त्यो उसलाई के अर्ज थियो त्यो भन्नुपर्ने त्यो बेलामा भन्यो त्यो भनेपछि चाहिँ फस्यो नि त होइन अभियसली फस्यो नि कि चाहिँ ओके ल मैले त्यो बेला गल्ती गरेको थिएँ हुन त सुध्रिएको भनिरहेछन् होइन अब मेरो यसमा चाहिँ मेरो विचारमा चाहिँ कङ्ग्रेस चाहिँ आउट अफ द कन्टेक्स्ट हो क्या अहिले चाहिँ ऊ कन्टेक्स्ट यो उसमै इलेक्सनमै आउट अफ द कन्टेक्स्ट हो क्या कङ्ग्रेस एमाले पनि क्या किनभने उनीहरू दुवैजना पार्टीमा थियो त्यो त्यत्रो विध्वंस भएको बेलामा होइन सो उनीहरूले चाहिँ फर्स्ट कुरा भनेको चाहिँ यो कसरी भयो भन्ने कुरा वेट गर्नुपर्छ किनभने आफ्नो सरकार पार्टीमा त्यो आफ्नो पार्टी सरकारमा भएको बेलामा त्यस्तो भएको छ भने एटलिस्ट त्यो आयोगको ऊ नआउन्जेलसम्म चाहिँ तिमीहरू साइलेन्ट बस्नुपर्छ नैतिकताले पनि दिँदैन
त्यो कुरा होइन। अनि ओके, अनि अब अर्को कुरा चाहिँ सुध्रिएको भनेको छ होइन। जस्तो के कुरा चाहिँ बिग्रेको थियो त पहिला, त्यो भन्नु पर्यो नि त होइन। पहिला सुध्रेको थियो भनेपछि मान्छे बिग्रेको छ, मान्छे बिग्रेको हो कि पार्टीको प्रोसेस बिग्रेको हो कि पार्टी प्रणाली बिग्रेको हो कि कार्यकर्ता बिग्रेको हुन् कि होइन, नेता मात्र बिग्रिया हो कि टप लेभल लिडर मात्रै बिग्रिया हो कि उनीहरूले गरेको कामहरू पनि त होला नि त। उनीहरूले यत्रो वर्ष डेकेड्सदेखि चलाएर आएको एउटा सिस्टम होला नि त होइन। त्यसमा डिफ्रेन्ट भ्रष्टाचारको केसेसहरू होला, नराम्रो पार्टी पोलिसिजहरू होला, डकुमेन्टहरू होला होइन। त्यो कसरी त्यसलाई कसरी चोख्याउने, कसरी फिल्टर गर्ने, कसरी त्यसलाई एड्रेस गर्ने होइन। किनभनेदेखि काङ्ग्रेस पार्टी भनेको त सानो पार्टी होइन नि त। 8 लाख प्लस त कार्यकर्ता मात्रै छ अरे उनीहरूको होइन, मेम्बर मात्रै क्या। सो डेमोक्रेटिक पार्टीमा जहिले पनि 51% मेजोरिटी नभइकन कुनै पनि जिल्ला सदस्य होस्, जिल्ला कमिटीको सभापति होस्, पार्टी केन्द्रीय सदस्य होस्, जेसुकै होस् होइन, नियुक्ति गर्ने हुन्छ कति कुरा त। तर कति कुरा त भोटबाट चुनेर आउने हुन्छ नि। जस्तो महाधिवेशनमा गगन थापा त भोटबाट चुनेको हो नि त। सो त्यस्तै उसले भन्यो कि सुध्रेको छ भनेपछि मिस बिग्रेको छ। सो एटलिस्ट 51% त बिग्रिया हुनु पऱ्यो नि त, टेक्निकली हेर्ने हो भने क्या। त्यो नहोला होइन, तर टेक्निकली त 51%ले भोट गरेर पठाएको हो नि त पहिला शेरबहादुरलाई होइन। सो 51% त एटलिस्ट मिनिमम 51% है। त्यो 90 पनि हुनसक्छ, 95 पनि हुनसक्छ हो। सो त्यो मान्छे बनाएको प्रोसेसहरू, त्यो मान्छे बनाएको पोलिसिजहरू, त्यो मान्छेले प्रब्ली गरेको भ्रष्टाचारहरू होस् होइन, त्यो सबै त पार्टीभित्र त सुधार्नु पर्यो नि त। सो त्यो सुधार्नको लागि 2 दिनमा महाधिवेशन गरेर लिडर चेन्ज हुँदैमा सुध्रिने मान्छे त होइन नि त। उसले पनि त गल्ती गरेको होला नि त। उसले आफै भनेको छ कि यो 5-6 वर्ष त हामी फेलै खाएको हुनेहरू, गगन थापाले आफैले भनेको छ क्या इन्टरभ्यूमै, त्यो रिसेन्ट इन्टरभ्यूमा भनेको छ हामीले 5-6 वर्ष चाहिँ फेलै खायौँ भनेको छ क्या, गल्ती गरेको हो भनेको छ। सो 5-6 वर्षमा के गल्ती गर्यो त, त्यसलाई सुधार्न के गर्छौ त अब होइन। जस्तो हो पार्टीको त हरेक ठाउँमा सङ्गठन छ के, शिक्षक सङ्गठन छ, शिक्षक आयोग छ, कर्मचारी युनियनमा ऊ छ, त्यसपछि ट्रेड युनियनहरूमा छ होइन, स्कुल कलेज यताउति हस्पिटल यो चिकित्सक उसमा न्यायालयमा सबैतिर छ क्या पार्टीको सङ्गठनदेखि लिएर सबै नियुक्तिदेखि लिएर सबै कुरा पार्टीगत हुन्छ क्या। सो त्यो सिस्टम पहिला सुधार्नुपर्छ क्या मेरो विचारमा। त्यही भएर काङ्ग्रेसले चाहिँ यो चुनाव फोकस गर्ने होइन। उनीहरूकोले भनेको चाहिँ अब पार्टीलाई सुधार्ने हो। 1-2 वर्ष, 2 वर्ष, 3 वर्ष, 5 वर्ष होइन, एटलिस्ट 2 वर्ष लाग्छ होला, 5 वर्ष चाहिँ प्रतिपक्षमा बस्ने, पार्टीलाई सुधार्ने होइन। यदि सुध्रिन मन छ भने चाहिँ, यदि सुध्रेको भनेर भन्न चाहने हो भने 2 दिनमा सुध्रिन्छ भनेर कसैले पनि पत्याउँदैन। कसरी मान्ने 2 दिनमा सुध्रिन्छ भनेर, कसरी मान्ने, चान्सै छैन नि। सो उनीहरूले चाहिँ अहिले यो चुनाव चाहिँ उनीहरूको आउट अफ कन्टेक्स्ट हुनुपर्छ। पिएम बनेर देश बनाउने होइन, जसको पार्टी बनेको छैन उसले देश कसरी बनाउँछ। पार्टी उसको सुध्रिँदैछ भने उसले देश कसरी सुधार्छ, पार्टी सुधार्छ कि देश सुधारेर बस्छ त नि होइन। पार्टीमा भएको सबै कुरा सुधार्नु परेन, यत्तिकै सुध्रियो भनेर त कहाँ हुन्छ त होइन। गल्ती गरेपछि त सुध्रिन त सजिलो छैन। सो 5 वर्ष सुध्रिएर बस्ने हो। त्यसको मतलब यो होइन कि बालेन नै राइट पर्सन हो, आरएसपी नै राइट मान्छे हो भन्नु खोजे होइन। आरएसपी बाहेक अरू पनि होला नि त, अरू पनि पार्टीको होला, सुध्रेको मान्छे होला, के होला, यताउति होला, इन्डिपेन्डेन्ट मान्छेहरू होला, जसोलाई भोट दिनुहोस्। तर काङ्ग्रेस एमाले चाहिँ आउट अफ कन्टेक्स्ट हो क्या यो चुनावको लागि चाहिँ। सोच्नुहोस् आफ्नो आफूलाई पर्या भयो के हुन्थ्यो त्यो सोच्नुहोस्। सबैजना हात अनि गइहाल्छ त्यसमा। त्यही त, यति चाहिँ सबैजना बुद्धिमान नै हुनुहुन्छ होला होइन। जहाँ जो पार्टी भनेर सपोर्ट गरे पनि भोट केमा हाल्ने भनेर कसैले देख्दैन। भित्र गएर त्यो बुथमा छिरेपछि केसमा हाल्यो भनेर कसैलाई पनि थाहा हुँदैन। सो त्यति चाहिँ दिमाग सबैले पुऱ्याइदिनु होला। किनभने एकचोटि चाहिँ देशको लागि भोट दिउँ होइन सबैजनाले। यदि हामीले पनि चान्स पाएको भए हामी पनि गरेर दिन्थ्यौँ अवश्य नै, तर भिजाको प्रब्लम एन्ड एभ्रिथिङ। सो हामी चाहिँ जान पाएनौँ कारणवश। तर जति पनि दिँदै हुनुहुन्छ, दिन सक्नुहुन्छ उहाँहरूले चाहिँ प्लिज एकचोटि देशको लागि भोट दिनु होला। सो या त्यही हो। अनि जस्तै गगन थापाकै कुरामा चाहिँ जस्तै सुध्रियो तर पहिला पार्टीमा त अलरेडी थियो नि त होइन। जतिजनाले करप्सन गरेको त थाहा छ नि त, किनभने पार्टीको त ठुलै सदस्य हो नि होइन, मतलब इम्पोर्टेन्ट मान्छे हो नि त, यसै त जित्दैनन्।
सबै थाहा थियो त्यो सबै मान्छेहरूलाई निकाल्ला नि त यदि जित्यो भने भ्रष्टाचार त भएको हो नि त पहिला निकाल्ला नि त होइन त यदि जितेर प्राइम मिनिस्टर भएर आउनु भयो हामीले देख्न पाउँछौँ त जतिजनाले भ्रष्टाचार गरे त्यो सबै जेलभित्र देख्न पाउँछौँ त हामीले होइन त्यो हो क्या मेन क्वेसन त्यो सबै पैसा फिर्ता आउँछ त त्यो पैसाले देश डेभलप हुन्छ त यदि यदि ढुक्क भएर होइन हामी ढुक्क भएर त्यति चाहिँ हामीले एन्सर पायौँ ढुक्क भएर भोट हाल्न सक्यौँ भने तपाईँले भने जस्तो 5 वर्ष त कुर्नै पर्छ जस्तै अस्ति भागेको क्रिमिनलहरू थियो त त्यत्रो भागे ल म सुध्रेँ म जेल जान्न भनेर त पाएन नि त त्यो उनी क्या मलाई इक्जाम्पल एउटा जस्तो यो लघु औषधमा लागेको मान्छेहरू होइन उनीहरू पनि केही वर्ष एडिक्सनमा लागेर अनि सुधार केन्द्रमा लगेपछि एटलिस्ट 6 महिना लाग्छ नि तिनीहरूलाई होइन 6 महिना त लाग्छ नि तिनीहरूलाई सुधार्न एउटा चुरोट छुरोन 6 महिना लाग्छ भने जिन्दगीभर कतिजना त त्यो जिन्दगीभर खालि पोलिटिक्स मात्रै गरिरहेछन् क्या जस्तो गगन थापाको इक्जाम्पल दिने हो भने उसले विद्यार्थी ऊदेखि पोलिटिक्स गर्दै आएको हो उसले काम पनि गरे इनफ्याक्ट उसले थाहा छ रवि लामिछानेसँग काम गरे हो नि रेडियोमा त्यसपछि उसले खालि त्यो उसको करियर भनेको त्यही पोलिटिक्समा मात्रै छ क्या उसको काम भनेको त्यही खालि पोलिटिक्स मात्रै त्यो जिन्दगीभर पोलिटिक्स गरेको यस्तै मान्छेहरू सुध्रिन टाइम लाग्छ होला नि त जसले बिगार गरेको छ भनेपछि त सुध्रिन त टाइम लाग्छ क्या सो 5 वर्ष चुपचाप सुध्रिने हो त्यसपछि ल यो 5 वर्ष आरएसपी बालिनले काम गरेन भने अथवा जोसुकै आओस् काम गरेन भने त्यसपछि तपाईँहरू यदि 5 वर्षपछि सुध्रिनु भयो जस्तो लाग्यो भने फेरि तपाईँहरूलाई बहुमत दिने हो क्या मजा आएको ढुक्कैसँग होइन यस्तो बाबाले इक्जाम्पल क्या त्यो ड्रग एडिक्टको जस्तै एक दिन सुधार केन्द्रमा नि त जान बित्तिकै त खान नदेला होइन ल आज तैँले खाइनस् ल घर त भनेर त पठाइदिँदैन नि त भोलिदेखि त फेरि खाइहाल्छ नि त्यो मान्छेले त एक दिनमा कोही पनि 2 दिनमा कोही पनि सुध्रिँदैन या एक हप्तामा कोही पनि सुध्रिँदैन त्यही भएर टाइम छ हामीले चान्स लिने होइन हामी चान्स लिँदैनौँ होइन सिम्पल कुरा क्या हामी देश चलाउन तपाईँहरूलाई दिँदैनौँ तपाईँ हिजोको अस्ति सुध्रिनु भएको छ हामी तपाईँहरूलाई सुध्रिने मौका दिएछौँ होइन दिनुपर्छ पनि किनभनेदेखि अब जस्तो अब भ्रष्टाचारको कुराहरू पनि अब हेर न कस्तो अप्ठ्यारो छ भनेदेखि हामीले अब अदालतले फैसला नगरेसम्म भ्रष्टाचार गरे भनेर हामीले कसरी भन्ने क्या हेर त हामी कस्तो दुविधामा छौँ क्या हामीले भन्नै मिल्दैन क्या अब हो थाहा छ हामीलाई तर थाहा छ भने लिगली त होइन नि त किनभने लिगली डकुमेन्ट सबै छैन कि जल्यो कि चाहिँ अब मुद्दा चलेन कि फैसला हुन ढिला भइरहेछ कि आफ्नै सरकार भएपछि आफूले आफूलाई मुद्दा हाल्न कहाँ दिन्छ त भने हैन त जस्तो त्यो मुद्दा लागेको अहिलेसम्म जति पनि भ्रष्टाचारको मुद्दाहरू लागेको नाम आएको छ नि तिनीहरूलाई चाहिँ चुनावमा उनीहरू साइड लाउने हो तपाईँहरूकोमा परेको छ तपाईँहरू नेक्स्ट टाइम चाहिँ पर्नुहुन्छ होइन तर योपालि तपाईँहरूलाई परेको छ नि त क्वेसन आएको छ मुद्दा पनि परेको छ धेरै परेको छ तपाईँहरू चाहिँ साइड लाग्नुहोस् अब अहिले नयाँ नयाँ युवाहरूलाई उठाइदिउँ अथवा नयाँ जो चाहिँ चोखो छ उनीहरूलाई उठाइदिउँ भने त्यसरी पनि गर्न सकिन्थ्यो तर पार्टीगत पोलिसीहरू बिग्रेको छ पार्टीको संविधान सुधार्नुपर्ने छ पहिला त्यो सुधारौँ पार्टीको संरचनाहरू सुधारौँ त्यसपछि मात्रै देश बनाउने भनेर म पिएम बन्छु आई एम द लिडर भनेर आउनु होला हैन त अब चाहिँ म राइट क्यान्डिडेट हो भनेर प्रुभ त गर्नु पर्यो नि त बिग्रेपछि त सुधै मौका दियो हामीले हैन आफूले गरेको काम देखाउनु पर्यो हैन 5 वर्षमा अब आउने 5 वर्षमा यो पालि त भन्नु नै हुन्न मान्छेले भोट बन्न सक्यो क्या जस्तो अब सुध्रिने हो भने चाहिँ ल म साइड बाई साइड पार्ट टाइम चाहिँ पार्टी सुधार्छु होइन मेरो पार्ट टाइम 50% चाहिँ म पार्टी सुधार्नमा लाग्छु 50% चाहिँ म गभर्मेन्टको बालेनको पिएमको सल्लाहकार हुन्छु नि त होइन किनभने उसलाई नि उसले पनि राजनीति बुझेछ नि त उसले एटलिस्ट एउटा लेभलसम्म त्यो म चाहिँ बालेनको अथवा जोसुकै आउँछ उसको चाहिँ सल्लाहकार हुन्छु नि त स्ट्राटेजिकल सल्लाहकार अथवा केही सल्लाहकार क्या त्यसरी गर्न सक्यो भए तर त्योसम्म दिनसम्म पाइयो भन्नु पाइएन इगो धेरै ठुलो हुन्छ लागि लडेको मान्छे होइन हो इगोलाई साइडमा राखेर सुध्रिने हो भने त त्यसरी हो नि त होइन तपाईँ इगो साइडमा राखेर गएर कसैको अन्डरमा जसको अगेन्स्ट जानु भएको थियो त्यसकै अन्डरमा काम गर्न सक्नुहुन्छ भने ल मानौँला सुध्रेछ भनेर होइन किनभने सल्लाहकारले दिएको त देश बनाउनलाई नै त दिनु पर्यो नि होइन अनि होइन अरू नै दिन थाल्यो भने त फेरि प्राइम मिनिस्टर लात हान्छ त्यही भएर त्यसरी अन्डरमा आफ्नो इगोलाई नै हटाएर गर्न सक्छ भने चाहिँ मान्छेले पत्याउँछन् सुध्रेछ भनेर केही त प्रुभ त गर्नु पर्यो नि 5 वर्षमा नि केही नगरिकन होइन घरमै बसेर आफ्नो पार्टी चलाएर म सुध्रेँ भनेर त अझै पनि पाएन क्या होइन केही त प्रुभ त गर्नु पर्यो नि जस्तै
भ्रष्टाचार गरेको देखियोपछि मान्छेले जनताले सबैले थाहा भएपछि ल अब चाहिँ हो अलिकति राम्रो भयो भनेर प्रुफ त हुनु पर्यो नि। जस्तै बालेन भनेर यसै त भने होइन नि त, मान्छेले काम त देखेका छन् नि त। जति काठमाडौँमा गरेको काम त देखे, जति पनि गरेको छैन भने पनि जे भने पनि काठमाडौँमा गरेको काम देखेको छ होइन, सबै जनताले देखेको छन्। त्यो त मेयरको लागि फेरि लडेको भए फेरि पनि जित्थ्यो होला यदि यो सबै नभएर मेयर नै भएको भए पनि। त्यही भएर विश्वास गरेका छन्। त्यही भएर 5 वर्षमा यदि सुध्रेकै प्रुभ हुनु छ भने काम चाहिँ हुनु पर्यो। जस्तै किनभने त काम पनि त होइन, पार्टीको उसको सिट त अभियस आउँछ, यो संसदको सिट त संसदको पनि धेरै हात हुन्छ नि त देश बनाउनेमा होइन। उनीहरूले अपोजिसनहरूले लफडा गर्ने चान्सेस धेरै हुन्छ, धेरै कुरा हुनुहुन्छ। सबैले देख्छन्, यो यत्रो देशकै कुरा भने त सबैले देख्छन् नि त, कति सुध्रेको कति नसुध्रेको। देशलाई माया, जस्तै अपोजिसन त हुन पाइयो होइन, कुनैको डिसिसन लिएको अर्को पार्टीले लिएको डिसिसन नमन पर्न पाइयो, तर नमन परेको रिजन पनि देशकै हितलाई हुनु पर्यो क्या होइन। यो भन्दा यो चाहिँ राम्रो हुन्छ, यो चाहिँ अल्टरनेटिभ हो, यसरी चाहिँ काम गर्दाखेरि देशलाई झन् प्रफिट हुन्छ, त्यो हुनु पर्यो कि होइन तैँले गरेको कामै भएन, केही छैन रिजन चाहिँ, अल्टरनेटिभ पनि केही पनि छैन, होइन त्यो मान्छेलाई दुःख दिन मात्र क्या तैँले गरेको कामै भएन भनेर बसेर त भएन। त्यसरी म सुध्रियो भनेर प्रुफ पनि हुँदैन। त्यही भएर यो पालि चाहिँ कङ्ग्रेस एमाले माओवादीका पार्टी नेता र कार्यकर्ताहरू चाहिँ जहाँ पनि हुन्छ, तपाईँहरू नर्वेमा हुनुहुन्छ कि जहाँसुकै हुनुहुन्छ, तपाईँहरूलाई चाहिँ तपाईँहरू चाहिँ यो 5 वर्ष जति चाहिँ अर एटलिस्ट यो आयोग छ, जुन यो जेन्जी आन्दोलनको आयोग छ नि, जुन छानबिन आयोग छ नि, यो आयोगको रिपोर्ट नआउन्जेलसम्म चाहिँ तपाईँहरू चाहिँ चुप लाएर बस्नुपर्ने हो क्या। अहिले चाहिँ तपाईँहरू यो पार्टीलाई यो भोट दे भन्दै तपाईँहरू हिँड्ने तपाईँहरूको मोरलले चाहिँ दिन नपर्ने हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो विचारमा। किनभने तपाईँहरू सरकारमा, तपाईँहरूको पार्टी सरकारमा हुँदाखेरि त्यत्रोजनाको ज्यान गएको हो नि होइन, इन्टेन्सनली होस्, जानेर होस्, नजानेर होस्, यसको गल्तीले होस्, उसको गल्तीले होस्, तपाईँहरू पार्टीमा हुँदा, पावरमा हुँदाखेरि चाहिँ त्यहाँ गल्ती भएको छ है। पुलिस परिचालनदेखि लिएर, इन्टेलिजेन्सदेखि लिएर, त्यो आन्दोलन हुनुभन्दा अगाडि नै मिटिङ गर्नु पर्दैन सबैजनासँग होइन। त्यत्रो आन्दोलन हुँदैछ भने इन्टेलिजेन्स कहाँ गयो, पुलिस कहाँ गयो, प्रशासन कहाँ गयो? के अरे विदेशी हस्तक्षेप भन्दै होइन, विदेशी हस्तक्षेप नै होस्, तर जे सुकै भए पनि सबै प्लान स्क्रिप्टेड सबै विदेशीले चलाएको भए पनि तपाईँहरू सरकारमा हुँदाखेरि भएको हो। सो तपाईँहरूले त्यो कुरा अकाउन्टेबल हुनुपर्छ र त्यो विदेशी हस्तक्षेप तपाईँले देख्न सक्नु भएन नि, त्यो मतलब तपाईँहरू फेल हुनुभयो क्या। तपाईँहरू सरकार चलाउन चाहिँ क्यापेबल हुनु न रहेछ होइन, त्यो लेभलमा क्या। त्यो भएपछि चाहिँ सर्लक्क लाएर छोडिदिने हो। फर्स्ट डेमा आफूले नसकेपछि त्यहाँ पुलिसको तैनात, त्यो टेक्निकल कुराहरू हो, तर पुलिसले गर्यो जोसुकै गरोस् तपाईँहरूले रेस्पोन्सिबल हुनुपर्छ। सो तपाईँहरूको पार्टीको त्यो पावरमा हुँदाखेरि नगरेको भएको भएर चाहिँ तपाईँहरू यो चुनावमा चाहिँ एटलिस्ट चुपो लागेर बस्ने हो। त्यहाँ स्ट्याटस लेख्दै योलाई भोट दे उसलाई दे भन्ने होइन, त्यो नैतिकताले दिँदैन है। नैतिकता हुने भए त भ्रष्टाचारै हुँदैन थियो नि होइन। नैतिकताले दिने भए भ्रष्टाचार कहिले पनि हुँदैन थियो, देशलाई माया गर्ने भए भ्रष्टाचार कहिले पनि हुँदैन थियो। यदि छानबिन आयोगले चाहिँ ल है पुलिसकै गल्ती रहेछ, सबै कुरा पुलिसकै गल्ती रहेछ, अथवा अर्डरै नमानेर के रहेछ होइन, गोली आफै चल्यो अरे ल होइन, ट्रिगर आफै चल्यो होइन, त्यस्तो पनि आउन सक्छ नि त, एआई हुनसक्छ होइन, गोली अरूले पनि चलायो अरे, पुलिसमा घुसपेट आयो अरे, के आयो तपाईँहरूको कन्ट्रोल छैन भने चाहिँ त्यसपछि चाहिँ तपाईँहरू बोल्न मिल्छ, तर अहिले चाहिँ तपाईँहरू बोल्न मिल्दैन हो। आयोगलाई हच्कुच्याउनु त्यो तपाईँहरूको पनि काम हो होइन, तर अहिले चाहिँ तपाईँहरू धेरै नै बोलिरहनु भएको छ जस्तो फिल हुन्छ। त्यसपछि बोलौँ न, अथवा छानबिनको रिपोर्ट आएपछि बोलौँ न होइन। अहिले त तपाईँहरूमा त अलिकति दाग त लागेछ नि त, तपाईँहरू आफैले नै पार्टी छोड्नु भएको कतिजनाले होइन, यताउता जानुभयो, कता जानुभयो। सो केही रिजन त थियो होला होइन, केही न केही त लागेको होला नि त। आफूले गल्ती नै नगरेको भए प्राइम मिनिस्टरबाट किन रिजाइन दिएको होइन, आफू राइट आफू रङ होइन भने त किन झुक्ने त होइन त। त्यतिखेर भाग्ने अनि पछि फेरि आएर फेरि लुसुको पर आएर त भएन नि त। अनि आतङ्ककारी भनिदिने, त्यही त आतङ्ककारीहरूलाई तपाईँले कसरी के भिडियो त्यही आतङ्ककारी देशमा छ भने आतङ्ककारी क्या, अनि विदेशी मान्छे विदेशीले हस्तक्षेप गरेछ अनि के चाहिँ हेरे क्या, कहाँ गयो हाम्रो सेक्युरिटी देशको। मिटिङ गर्नु पर्दैन आतङ्ककारीहरूसँग। ल यति भन्दै हामी अब
महावीर पुनको बारेमा कुरा गरौँ किनभने मेरो लागि चाहिँ एकजना मान्छे यदि जित्नु पर्ने कोही छ भने चाहिँ महावीर पुन हो। एकदम सो हामीलाई चाहिने हाम्रो उहाँले आज भर्खर तातो पानीमा नुहाउनु भएको छ 42 दिनपछि। थाहा पाइदिनु त्यो 42 दिनपछि चुनावभरि नुहाएको रे त्यो न्युज आएको छ। त्यो के कतिको हो होइन, तर 42 डेज पछि नुहाएको भनेर भन्नुभएको छ। तातो पानीमा टप्लक्क लगाएर नुहाएर डान्स गरिदिनु भएको छ। एकदम जिताउनु पर्ने मान्छे उहाँ पनि एउटा देश। अनि सच्चा नेता भने कस्तो हुन्छ ल, मान्छे सत्ता रहेछ, मान्छेको इन्टेन्सन प्योर रहेछ भने उसलाई चुनाव खर्चन चाहिएन, उसलाई चुनावमा पैसा नि बाँड्नु परेन होइन। उसले ल मन लाग्यो भने देऊ, मन लाग्यो भने दिएन भनिरहेको छ। अब उसले जित्यो भने चाहिँ तब त्यो एउटा उसको इक्जाम्पल लिनु, उसको फोटो राख्नु त्यहाँ पछाडि त्यो राष्ट्रपतिहरूको सँगसँगै एउटा महावीर पुन राख्नु क्या। उहाँको आइडियोलोजी पनि काम लाग्न सक्छ नि त। अब मार्क्स लेनिनवाद यहाँ त्यहाँ भन्नुहुन्छ तपाईँहरू, अब त्यो त विदेशीहरूको हो नि त होइन। हाम्रो पनि आफ्नैमा छ त मार्क्स होइन, सबसे ठुलो मार्क्स भने महावीर पुन जिताउनुपर्छ मलाई त। एकदमै उहाँको जुन चाहिँ प्रस्तावहरू राख्नु भएको त्यो पनि राम्रो हो क्या। सुशीला कार्कीजीले नै भन्नुभएको थियो कि एकदमै राम्रो प्रस्ताव राख्यो हो, तर केही कारणवश हुन सकेन। महावीर पायो भने अब 100% है 200% क्या उसको। ऊ बस्ने पनि त्यही, खाने पनि त्यही होइन। उसले राति पनि त्यही काम गर्छन्, बिहान पनि त्यही काम, उठ्ने बित्तिकै त्यही काम गर्छन्। मेरो अरू काम छैन, यही काम कम एटलिस्ट 150% पाइन्छ क्या। राति सुत्छन् होइन, त्यो काट्नु पर्यो। तर त्यही पैसामा होइन 50% बेसी पायो नि त। त्यो हिसाबले राम्रै हो। अब यही हो, अब यो भिडियो आउँदाखेरि चुनावको रिजल्टै भइसक्नु बेर छैन, तर सकेसम्म हामी चाँडै हाल्छौँ है। अब यसले धेरैभन्दा धेरै नेपालीहरूलाई यो सेयर गरिदिनु होला। यहाँ हामीले भनेको कुरा चाहिँ सबै यो काल्पनिक हुनै फेरि होइन, हाम्रो आफ्नो पर्सनल विचार हो, पर्सनल सोच हुन पाइयो सबैको। हामी गलत पनि हुन सक्छौँ कतिवटा ठाउँमा, किनभने हामीले अघि नै पनि भनिसक्यौँ सर्फेसली मात्रै देखेको छौँ। जति पनि सिस्टम देखेको छौँ, जति पनि पोलिटिक्स देखेको छौँ, हामीले सर्फेसली देखेको, माथिबाट देखेको भरमा बोलेको। सो गलत पनि बोल्यौँ होला, तर हामीलाई अहिलेसम्म त्यो फिल भइरहेछ। र यस्तो होइन भनेर प्रुभ गर्ने काम चाहिँ फेरि तपाईँहरू एज एन लिडर्सहरूकै काम हो। जब हामीलाई प्रुभ गर्न सक्नुभयो हामी राइट थियौँ, हाम्रो इलाको जुन चाहिँ पनि यो जति पनि एलोकेसनहरू थियो सबै गलत हो भनेर यदि प्रुभ गर्न सक्नुभयो भने हामी पछि गएर रङ हो भनेर फेरि भिडियो बनाउँला होइन। हामीले गलत बोलेछौँ, यस्तो होइन रहेछ भनेर फेरि बनाउनुला। तर अहिलेको लागि चाहिँ हामीले जे फिल गर्छौँ त्यो बोल्यौँ। बाँकी चुनाव पछि डिसाइड हुन्छ। त्यही त, यदि चुनाव जितिएर फाइल पल्टिएर यदि तपाईँहरू गलत नै साबित हुनुभयो भने त हामीले राइट बोलेको छौँ भनेर फेरि भिडियो बनाउँला। अथवा रङ भएछ भने हामी सरी भनेर त्यही त, हामी पनि सुध्रिन्छौँ। त्यही अनि यो फेरि चुनावको मौन अवधि भइसक्यो, त्यही भएर मान्छेहरूले भोटिङ डिसाइड गरिसक्यो होइन। त्यही त, ल यति भन्दै हामी अब बिदा हुन चाहन्छौँ। आज रात परिसक्यो, त्यसो भएर सी यु इन द नेक्स्ट भिडियो। कमेन्ट लेखिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। ल